नमस्कार साथीहरू, आज चाहिँ म तपाईहरुलाई किवीलाई हिउँदे कटिङ कहिले गर्ने र कसरी गर्ने भन्ने विषयमा छोटो भिडियो बनाउँदैछु। भिडियो मन पर्यो भने विशेष गरेर सब्स्क्राइब गर्नुहोला र लाइक कमेन्ट पनि गर्नुहोला। तपाईहरुलाई कस्तो लाग्छ र यो किवी थोरै खेती गर्दै हुनुहुन्छ भने चाहिँ तपाईहरुले राम्ररी ध्यान दिएर सुन्नुहोस्, किनकि थोरै किवीको बोटमै धेरै फल फलाएर चाहिँ खान सकिन्छ। अनि हेर्नुहोस्, हामीले विशेष गरेर चाहिँ किवीको हिउँदे कटिङ र छाटकाट गर्दा चाहिँ पुसको हप्तादेखि पुसभित्रमा सक्नुपर्छ। अनि यसरी चाहिँ खेतमा मल हाल्ने, एक बारी मल हाल्ने, खन्ने अनि भिजाउने। अनि विशेष गरेर हेर्नुहोस्, किवीलाई हिउँदमा कटिङ गर्दा चाहिँ जुन बोटमा हुने हाँगाहरू लहराहरू हुन्छ, धेरै हुन्छ फलेर। अनि यसको हाँगाहरू चाहिँ 25% राखेर चाहिँ 75% हाँगाहरू चाहिँ हटाइदिनु पर्छ काटेर। अनि विशेष गरेर अस्ति फलेको डाक्लाहरू, अनि त्यसै गरेर बेरिएको हाँगाहरू, अनि त्यसै गरेर नराम्रो लहराहरूलाई चाहिँ छानेर कटिङ गरेर फ्याँक्नुपर्छ। अनि किवी चाहिँ धेरैले रोपेको छ, तर फेदबाटै धेरैवटा हाँगाहरू छोडेको हुन्छ। अनि त्यस्तो फल दिँदैन, त्यसले चाहिँ राम्रो हुँदैन। त्यसैले गर्दा किवी चाहिँ नर्सरीदेखि नै एउटा मात्र छाड्नुपर्छ यसरी, अनि यसलाई सिधा। अनि यो चाहिँ पछि गएर सबैतिर राम्रो हुन्छ। यसलाई हाँगा नभएको कारणले चाहिँ थाङ्ग्रा लाउनलाई, टाँड मचान हाल्नलाई देखि लिएर यसको विशेष गरेर फाइदा चाहिँ के छ भने यो सुरिलो छ। अब यसलाई बेरिन पनि दिनु भएन, हाँगा पनि छैन। अब यो चाहिँ पछि रुख हुन्छ एउटा सुरिलो, यो खम्बा जस्तो। अनि यो खम्बा जस्तो भएपछि यो खम्बालाई हाल्न परेन, अनि माथिबाट यो टाँडहरू पनि हाल्न पर्दैन। त्यसले गर्दा तपाईँहरू किवी रोप्दै हुनुहुन्छ, किवीको खेती गर्नलाई सुरु गर्ने विचारमा हुनुहुन्छ भने चाहिँ जस्तो लिएर तपाईँहरू रोप्नुहुन्छ त्यस्तै तपाईँहरूले नबेरी सिधै बाँधेर यसरी लानुहोस्। मैले बाँधेको डन्ठी पनि यहाँ त्यसै छ, यो अब चाहिँ हटाउँदा हुन्छ। हेर्नुहोस्, मैले रोपेको कुनैमा पनि फेदबाट चाहिँ हाँगा छैन। यो त रुख भइसक्यो, हेर्नुहोस्। अब यसले आफै बोक्न सुरु गरिगयो आफ्ना हाँगालाई। यो त रुखै भइसक्यो, यो 3 वर्षे बिरुवा हो। अनि एकदमै किवी खेतीमा चाहिँ फाइदा छ। तपाईँहरूले किवी खेती गर्नुहोस् र एकदम भिटामिनयुक्त फलफुल खानुहोस्। अनि हेर्नुहोस्, एउटा यस्तो औजार पाउँछ किवी काट्ने चाहिँ, अनि यसरी गर्ने, ठ्याक्क काटिदिने। अनि चाहिँ एकदमै राम्रो हुन्छ। यो हेर्नुहोस्, मैले चाहिँ यो बोटको 75% नराम्रो हाँगाहरू अस्ति फलेको हाँगा चाहिँ हटाइसकेँ। अनि मल पनि हालिसकेँ, अनि नयाँ बाँस पनि हालिसकेँ, अनि मल पनि हालिसकेँ। अब यसलाई म महिनामा एकचोटि 2 चोटिसम्म भिजाउँछु। अनि आगो कस्तो फल्छ तपाईँहरूलाई अवश्य नै देखाउने छु। यो भिडियो मन पर्यो भने, तपाईँहरूलाई केही ज्ञान मिल्यो भने चाहिँ मेरो च्यानललाई फेरि पनि यस्तै भिडियोहरू हेर्नको लागि सब्स्क्राइब गर्नुहोस्, अनि लाइक कमेन्ट पनि गर्नुहोस्। धन्यवाद।